भगवानको र मन्दिरको प्रदक्षिणा परिक्रमा दाहिने किन? यो विषयमा पनि बुझिराखौँ। सम्पूर्णमा हार्दिक नमन, सबैमा जय श्री राधे। भिडियो हेरेर साथ दिनुहोला। महत्त्वपूर्ण प्रसङ्ग मैले हजुरहरूलाई वर्णन गर्न गइरहेको छु। यहाँ प्रदक्षिणा भन्ने शब्दको प्रयोग हुन्छ। प्रदक्षिणाको अर्थ प्र भनेको अगाडि बढ्नु, दक्षिण भनेको दाहिने तर्फबाट नै अर्थ लाग्छ। ऋग्वेद र पद्मपुराणले यो कुरालाई प्रमाणित गर्छ। प्रकार प्रगतौ वाची दक्षिणो दक्षिणां दिशम तस्मात् प्रदक्षिणा शब्दो दक्षिण भ्रमण विदु भनेर लेखिएको छ विभिन्न पुराणान्तरहरूमा। अर्थात् अगाडि दक्षिणपट्टिबाट अगाडि बढ्नुपर्छ भन्नका लागि प्रदक्षिणा भन्ने शब्दको प्रयोग भएको छ। यहाँ हामीले बुझ्नुपर्ने कुरा यो शास्त्रीय मान्यता मात्रै नभएर यो विज्ञानसम्मत कुरा पनि रहेको छ। किनभने यो संसार, यो ब्रह्माण्डमा प्रायःजसो धेरै कुराहरू दाहिने तर्फबाट नै यात्रा गरिरहेका हुन्छन्, दाहिने नै घुमिरहेका हुन्छन्। जस्तो उदाहरणका लागि आकाशगङ्गा भयो, अनि त्यसै गरी हजुर हाम्रो घडीको सुई नै पनि दाहिने घुम्ने सिद्धान्तद्वारा त्यहाँ निर्माण गरिएको छ। अनि त्यसै गरी हजुर हाम्रो पृथ्वीको गुरुत्वाकर्षणको यो बलक पनि हजुरको दाहिने तर्फ नै हिँड्ने गर्छ। पृथ्वीको यात्रा भ्रमण पनि हजुरको दाहिने तर्फ नै भ्रमण गर्ने गर्दछ। त्यसैले यी विविध किसिमका कारणहरूसँग दाहिने परिक्रमाको सम्बन्ध जोडिएको छ। अत्यन्तै महत्त्वपूर्ण कुरा, हजुर हाम्रो यो मन्दिरको मुख्य भागमा सकारात्मक ऊर्जा रूपी तीव्र हजुर हाम्रो त्यहाँ एक किसिमको आकर्षण, गुरुत्वाकर्षण शक्ति हुन्छ। त्यो गुरुत्वाकर्षण शक्ति चाहिँ हाम्रो दायाँतर्फ परिक्रमा गर्दा प्रकृति अनुकूल बनेर हाम्रो मस्तिष्कमा अनि हाम्रो शरीरमा इनर्जीमा प्रवेश हुनलाई अत्यन्तै सजिलो पर्ने हुनाले गर्दा त्यहाँभित्र भएको ऊर्जा र शक्तिलाई हाम्रा शरीरमा प्रवेश गराउनका निमित्त पनि यो प्रकृति विरुद्ध उल्टो गति नभएर सुल्टो, जसरी गुरुत्वाकर्षण अगाडि बढ्छ, जसरी पृथ्वी परिक्रमामा हिँड्छ, जसरी हजुर हाम्रो आकाशगङ्गा दाहिनेतर्फ प्रेरित बन्छ, लगायत विविध प्रकृतिमा रहेका चिजहरू दाहिने परिक्रमा गरिरहेका हुन्छन्। त्यही अनुकूल बनेर हामी मन्दिरको परिक्रमा गर्दा ती मन्दिरमा भएका अत्यन्तै सकारात्मक ऊर्जाका गुरुत्वाकर्षण यदि हाम्रा शरीरमा प्रवेश हुन्छन्, त्यसो हुनाले गर्दा दाहिने तर्फको परिक्रमा हाम्रा ऋषिमुनिहरूले अत्यन्तै सोच विचार गरेर धेरै तपस्या बलद्वारा तय गर्नुभएको विषय रहेको छ। र अर्को महत्त्वपूर्ण कुरा, हजुर हामीसँग अनाहत र आज्ञा चक्र विभिन्न षड्चक्रहरूमध्येमा महत्त्वपूर्ण चक्रका रूपमा मानिन्छ। यो हाम्रो मुख्य मन्दिरको भित्रको भागमा भएको सकारात्मक ऊर्जाको गुरुत्वाकर्षणको त्यो शक्ति हाम्रो अनाहत र आज्ञा चक्रमा चाहिँ दाहिने तर्फबाट परिक्रमा गर्दा मात्रै हाम्रो शरीरमा प्रवेश हुन्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ। र अहिले हाम्रा ऋषिमुनिले हजारौँ वर्ष अगाडि यो मान्यतालाई स्थापित गरिदिनु भयो विभिन्न पुराणहरूका माध्यमबाट। अहिलेका डाक्टर, वैज्ञानिकहरू, विभिन्न विद्वानहरूले अनुसन्धान गर्दै खोज्दै जाँदा यो सामान्य तरिकाले हचुवाको भरमा, एउटा अड्कलको भरमा संयोगवश राखिएको होइन रहेछ। दायाँ परिक्रमा यो प्रकृति अनुकूल हुने रहेछ, प्रकृति विरुद्ध नहुने रहेछ। अनेक किसिमका ब्रह्माण्डका अत्यन्तै महत्त्वपूर्ण चिज र वस्तुहरू पनि दायाँतर्फबाट परिक्रमा गर्दा रहेछन्। गुरुत्वाकर्षणको शक्ति पनि दायाँतर्फ बग्दो रहेछ भन्ने कुरा नै देखेपछि अनि मन्दिरको परिक्रमामा पनि ठुलो शक्ति हुन्छ, भगवानसँगको सामिप्यता मिल्छ। परमात्मासँग जोडिनका लागि पृथ्वीको अनुकूल, प्रकृति र ब्रह्माण्डको अनुकूलको परिक्रमाले नै मानवलाई कल्याण गर्छ भन्ने शास्त्रीय मान्यता रहेको हुनाले गर्दा हाम्रो शास्त्रले, धर्मग्रन्थहरूले, हाम्रा ऋषिमुनि पूर्वजहरूले विभिन्न मन्दिर र भगवानको परिक्रमाका निमित्त दाहिने परिक्रमाको व्यवस्था गर्नुभएको हो। त्यसो हुनाले हाम्रा मस्तिष्कहरू पनि दायाँ र बायाँ दुई प्रकारका हुन्छन्। तर हाम्रो दाहिने मस्तिष्कले बाहिरी वातावरणको र मन्दिरभित्र गर्भमा रहेको अत्यन्तै तीव्र सकारात्मक ऊर्जालाई छिटो ग्रहण गर्न सक्छ भन्ने विज्ञानसम्मत मान्यता रहेका कारणले गर्दा त्यो मान्यतालाई ऋषिमुनिहरूले तपोबलका माध्यमबाट पत्ता लगाएर
अनि दाहिने परिक्रमाको नियम स्थापित गर्नुभएको रहेछ। यो सबैले जानिराखौँ। यो धर्मसम्मत, शास्त्रसम्मत र विज्ञानसम्मत रहेको छ। सम्पूर्णमा हार्दिक नमन। यो भिडियो हेर्दै गर्दा सागर सापकोटा भन्ने युट्युब च्यानलमा गएर हजुरहरूले सब्सक्राइब गरिदिनु हुन नबिर्सनुहोला। सागर सापकोटा 513 हजुरहरूको सर्चमा गएर हजुरहरूले खोज्नुभयो भने युट्युबमा सजिलोसँग भेट्न सक्नुहुनेछ र युट्युबमै